नमस्कार दर्शकबिन, स्वागत छ यहाँलाई सन्यासी टाइम्समा। म वीरेन्द्र यादव। आज हामी सिराज जिल्लाको धनगढी नगरपालिका वडा नम्बर 8 कसाइस्थित बाबा सन्यासी पार्कमा उपस्थित छौँ। आज हामीसँग जोडिनु भएको छ राष्ट्रिय स्वतन्त्र पार्टीको सिराज सदर नम्बर 2 का उम्मेदवार शिव यादव। स्वागत छ यहाँलाई सन्यासी टाइम्समा। आज तपाईँ बाबा सन्यासी पार्कमा घुम्न आउनुभयो। कस्तो लाग्यो युवाहरूले? यहाँ युवाहरूले आफूले श्रम गरेर मेहनतले बनाएको यो पार्क कस्तो लाग्यो? धेरै खुसी लाग्यो मलाई। यदि देशभरको युवाहरू यसरी जाग्यो भने मलाई लागिरहेछ देश निर्माण गर्न धेरै टाइम लाग्दैन। यो राज्यको सहयोग बिना कुनै पालिका, प्रदेश, केन्द्र सरकारको सहयोग बिना यतिको राम्रो काम गर्नु भनेको प्राउड फिल गर्नु, युवाहरूमाथि मलाई प्राउड फिल भइरहेको छ। यसरी नै देशभरको युवा क्रिएटिभ कुराहरू गर्नुपर्छ र यसरी नै देश निर्माणको लागि सबै ठाउँबाट पहल भयो भने, सबै ठाउँबाट यसरी युवाहरू जाग्यो भने मलाई लागिरहेछ देश निर्माण, देश विकासमा धेरै टाइम लाग्दैन र हाम्रो सुन्दर देश हुन्छ। नेताहरूले चाहिँ आउँछ, धेरै आश्वासन दिन्छ होइन, विश्वास गर्न मान्छेहरूले, तर विश्वास गरिदिनु तपाईँ यसमा के भन्न चाहनुहुन्छ? तपाईँ पनि आउनुभयो, आश्वासन दिनुहुन्छ अनि जानुहुन्छ, फेरि विश्वास छ भनेर यसमा के भन्न चाहनुहुन्छ? होइन, नेता सबभन्दा पहिला त हामी आफूलाई नेता भन्दैनौँ होइन, जनताको सेवा गर्ने मान्छे भन्छौँ होइन। तर राष्ट्रिय स्वतन्त्र पार्टी यस्तो पार्टी हो कि धेरै दिनदेखि राजनीतिमा आएको छैन। पुरानो नेताहरूले आश्वासन दिएर गएको होला, तर राष्ट्रिय स्वतन्त्र पार्टीले आश्वासन दिने काम गर्दैन, डिलिभरी गर्ने काम गर्छ, काम गरेर देखाउँछ। तपाईँले बालेन शाहको इतिहास हेर्दा पनि हुन्छ। राष्ट्रिय स्वतन्त्र पार्टी केमा विश्वास गर्छ भने देश निर्माणमा युवाहरू लाग्नु पर्यो, काम हुनु पर्यो, भाषण होइन। भाषण सुनेर आश्वासन तपाईँको दिएर थाकिसक्यो जनता, भइसक्यो, इरिटेट भइसक्यो। त्यही भएर हामी के भन्छौँ भने काम गरौँ, काम गरेर जनतालाई चाहिँ आफ्नो पक्षमा पारौँ, भाषण गरेर होइन, काम गरेर देखाउनुपर्छ। र जसरी युवाहरू आज यो लेभलको काम गरिरहेको भने, गरिरहेको छ भने, राज्यले यदि सपोर्ट पायो भने राज्यको तर्फबाट भने मलाई लागिरहेछ अझै पनि तपाईँको यो ठाउँ जस्तै अरू पनि पर्यटकीय स्थलीहरू एकदम छिटो निर्माण हुन्छ र देशको आर्थिक अवस्था पनि यो कारणहरूले गर्दा सबल हुनसक्छ भन्ने विश्वास लागिरहेको छ। युवाहरूले चाहिँ आज यस्तो इतिहास चाहिँ कथाको एउटा इतिहास भनौँ, इतिहास लेखेको कथामा यसमा चाहिँ युवाहरूको मनोबल बढाउनलाई चाहिँ तपाईँ के भन्न चाहनुहुन्छ? मैले अस्ति पनि युवाहरूसँग भेटेको थिएँ। यस्तो काम गर्ने मान्छेमाथि म त प्राउड गरिरहेको छु, मलाई खुसी लाग्यो होइन। मलाई थाहा थिएन यस्तो ठाउँ छ। म युवाहरूको मेहनतलाई हेरेर, अब म पनि विद्यार्थी मान्छे, म उहाँहरूलाई वाचा गरेको छु 20,000 रुपियाँ म उहाँहरूलाई चाहिँ क्यास सहयोग गर्छु। यहाँको राम्रो, यहाँ के गर्नुहुन्छ तपाईँहरूले त्यो आर्थिक सहयोगले म धेरै ठुलो सहयोग गर्न सक्दिनँ, तर आफ्नो खाजा खर्च बचाएर, आफ्नो चिया खर्च बचाएर चाहिँ 20,000 रुपियाँ म यहाँ युवाहरूलाई सहयोग गर्छु। र अझै पनि यो ठाउँ राम्रो होस्, यो ठाउँमा अझै प्रगति होस्, यहाँ राम्रो तपाईँको कार्यक्रम होस् भनेर मैले 20,000 रुपियाँ सहयोग गर्ने वाचा गरेको छु। धन्यवाद त्यसको लागि। अनि अर्को कुरा म जोड्न चाहेँ, तपाईँ क्षेत्र नम्बर 2 मा शिव यादव नै किन र कसको लागि र के को लागि? होइन, शिव यादव किन हुनुपर्छ भन्ने कुरा तपाईँले योभन्दा अगाडिको प्रश्नमा नै स्पष्ट पारिदिनु। पटक नेताहरू आयो, आश्वासन दियो होइन। त्यही भएर आश्वासनको भरमा होइन, अब नयाँ नेतृत्व चेन्ज गर्नको लागि, नयाँ मान्छे ल्याउनको लागि, परिवर्तन गर्नको लागि, पुरानो मान्छेहरूबाट राम्रो काम भएन, राम्रोसँग उहाँहरूले काम गर्न सक्नु भएन। जति गर्नुभयो त्यसको लागि उहाँहरूलाई धन्यवाद छ होइन, धन्यवाद छ। तर अब देशमा व्यापक ठुलो परिवर्तन चाहिएको छ। ठुलो तपाईँको एउटा निराशामा जुन छ युवाहरू, उहाँहरूलाई आशा जगाउनु पर्नेछ, काम गरेर देखाउनु पर्नेछ। त्यो कारणहरूले गर्दा यहाँ शिव यादव चाहिएको हो, देशमा बालेन शाह चाहिएको हो र राष्ट्रिय स्वतन्त्र पार्टी चाहिएको हो। मेरो उम्मेदवारी परिवर्तनको लागि। धन्यवाद।